यो गगन र विश्वले मलाई छोड्न सजिलो हुँदो रहेछ, मलाई मुन्डा छोड्न अलि गाह्रो हुँदो रहेछ। साथीहरू, अब यसका बारेमा छलफल गर्दै जाउँदा अहिले हाम्रो विश्वास गरेको छैन युवा जमातले, किन आशा गरेको छैन र न्यारेटिभ केही पनि हुँदैन भन्ने छ। आज जुनसुकै पार्टीको नाममा होस्, कर्मचारीको नाममा होस्, नियुक्तिको नाममा होस्, धन सम्पत्ति पदको भ्रष्टाचारीको जो उडाबाजी गरेका चढेका यी नेताहरूलाई तपाईँहरूले जमिनमा झार्नुपर्छ। तपाईँ काङ्ग्रेस पनि भन्छ, मुलुक पनि भन्छ, यही हो। यसको तपाईँहरूले बाटो लाग्नुहोस् त मुलुक बन्छ। मेरो देश सबैभन्दा सुन्दर छ, सबैभन्दा राम्रो छ, प्राकृतिक स्रोत सबै छ, तर मेरा बच्चाहरू किन विदेश गइरहेका छन्? आज हामीले यो पहिचान दिलाउनु पर्छ। हामी गर्छौँ, हाम्रा युवाहरू ल्याउँछौँ, यो अहिलेको आवश्यकता हो। यो कुरा हामी गर्छौँ। म बाँच्छ भन्दा कसैले भनेको छैन। जब भगवानले मलाई पठाइहाल्यो भने मैले गलत काम किन गर्छु? म यी युवाहरूलाई साथमा लिएर यो मुलुक बनाउन लाग्छु। यति कुरा हो। यसमा कुनै दुई मत छैन। मलाई आज वास्तविक रूपले युवाहरूबाट प्रेरिएको छु। मलाई यति ठुलो कसौटी छ, इतिहासले पुरानो व्यक्तिहरूलाई पनि मिलाउनु छ। अहिले जोस जागर भएका, प्रतिभा भएका गगन र विश्व जस्ता साथीहरूलाई पनि सँगै लैजानु छ। आफू पनि बाँच्नु छ भने यस्तो अप्ठ्यारो छ, आफू पनि बाँच्नु छ। यो परिवेशमा मैले के सम्झाउन चाहन्छु उहाँहरूलाई भने यो जिल्ला काङ्ग्रेस बने टाउको काटिन्छ भन्दा शमशेरबहादुर जिल्ला घुमाएको जिल्ला हो। यो गाउँ-गाउँमा मोतीराज जिल्ला 20 वर्षको युवालाई मौलामा, अमरपुरको मौलामा बाँधेर नाक काट्ने, नोकचुक लगाउने, गाला काट्ने, नोकचुक लगाएर त्यही नै मारिएको जिल्ला हो यो। टीकाराम घिमिरेलाई जिउँदै खाडलमा गाडेर 4 दिनसम्म जीवित हुँदा पनि हामी निकाल्न जान नसकेको त्यस्तो जिल्ला हो यो। त्यसकारण त्यो सहित ती व्यक्तिहरूको यो भूमिले गलत निर्णय गर्न पर्दैन। त्यति मात्र होइन, आदरणीय गङ्गाबहादुर थापा यो जिल्लाको पहिलो पार्टी सभापति हो। आदरणीय रणबहादुरजी, राजा महेन्द्रले तिमी आऊ, तिमीलाई बडा दिन्छु, सारा दिन्छु, तिमीले पञ्चायतलाई सपोर्ट गर भन्दा नमानेर 168 जनाले रणबहादुरजीको नेतृत्वमा प्रवास रोजेको जिल्ला हो। आज हामीसित भावत दाई, रुद्रमणिजी, प्रेमनाथजी हामीसित हुनुहुन्न, उहाँले नेतृत्व गरेको जिल्ला हो। त्यति मात्र होइन, जीवराज आश्रित, वामपन्थीबाट राजनीति गर्ने जीवराज आश्रित, सिद्धिनाथजी उहाँसित हामी हातेनाले लिएर हिँडेको जिल्ला पनि हो। त्यसकारण उहाँहरूलाई मैले आज यस ठाउँमा हार्दिक श्रद्धाञ्जली गर्दै उहाँहरूको रगतलाई हामीले फेरा गर्न दिने छैनौँ भन्ने कुरा प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। त्यति मात्र होइन, यो अगाडिको जो चौकी छ, पुलिस थाना छ, त्यो थानामा नेपालमा प्रजातन्त्र ल्याउनु पर्छ। प्रजातन्त्र नल्याइकन मुलुक बस्दैन भनेर 73 दिनसम्म मैले ठेडुकामा दिन बिताएको ठाउँ पनि हो। 73 दिनसम्म चिसो ठेडीमा ठेडुकामा दिन बिताएको ती दिनहरू, त्यति बेला मलाई भोलि उज्यालो हुँदैन, घाम लाग्दैन भनेको भए म त्यही मृत्यु हुन्थ्यो मेरो। म आज बाँचेको, भोलि घाम लाग्छ, युवाहरू आउँछन्, यो मुलुक बनाउँछन् भनेर हो। त्यसकारण मैले गगनजी, विश्वजी लगायत देशभरि भएका तरुण साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू सत्यका निम्ति लड्नुहोस्। यो डेमोक्रेसीलाई नेपालमा कसैले खोज्न सक्दैन, यति कुरा आज प्रतिबद्धता व्यक्त गर्नुभयो। यत्रो रगत बगाएको काङ्ग्रेस, जनताका निम्ति लडेको काङ्ग्रेस, यसले विकास गरेन भन्न पनि मैले भन्न सक्दिनँ। आज यहाँ सडक
आज यी खानेपानीहरू म गगनजी र विश्वलाई भन्न चाहन्छु, यहाँका जनताहरूले, दौडाका जनताहरूले पोखरीको पानी खान्थे। हामी 70 सालमा आइसकेपछि त्यहाँका जनताहरूलाई हामीले पानी खान व्यवस्था गरेका छौँ। हामी नेपालमा सबैभन्दा बढी लिफ्ट खानेपानी छन्। तपाईहरूले देख्नुभयो होला रिडीमा 2071 साल मङ्गलिर 15 गते शिलान्यास गरेको नेपालको नमुना पुल, तिनकुने पुल हामीले बनाएको हो। यति कुरा भन्न चाहन्छु। यहाँ सडक छन्, खानेपानी छन्, कनेक्टिभिटीको हिसाबले आज बोट थापामा आउनु भएको छ पूर्तिघाट, त्यहाँबाट अब अस्ति हामीले पुलको उद्घाटन गरेका छौँ। 2 घण्टामा पोखरा जाने व्यवस्था पनि हामीले गरेका छौँ। सायद नेपालमा पहाडी जिल्लामा सबैभन्दा धेरै सडक र कनेक्टिभिटीले जोडेको जिल्ला हो। त्यो कुरा हामी भन्न पाउँदा गर्व लाग्दछ। म तपाईहरूलाई भन्दछु, 2070 सालभन्दा अगाडिको जिल्ला कस्तो थियो? पारगुल्ली जाँदा एउटा पुल मात्रै थियो, रिडीबाट जान पर्थ्यो। डाँडामा कुनै ठाउँ खानेपानी थिएन, कुनै ठाउँ राम्रो सडक थिएन। गुल्मेली जनताले हामीलाई जिताउनु भयो। हामीले अहिले सालजन्नीबाट 2 घण्टामा तङ्गास आउन सक्ने बाटो अब हामी सम्पन्न गर्दैछौँ, त्यो बनाउँदैछौँ। 2073 सालमा डिपिआर गरेको पुल, 4 डरेको पुलहरू, आज 4वटा पुलहरू हामी 1 वर्षभित्रमा अब सम्पन्न गर्दैछौँ। काङ्ग्रेस आयो, गुल्मी जुरुक्क जायो विकासमा। कांग्रेस हार्यो, गुल्मी विकासमा सुत्यो। अहिले कांग्रेस आयो, अब विकासको लहर फैलाउँदैछ। यही कुरा म गुल्मेली जनताहरूलाई भन्न चाहन्छु। यही विकास, यसरी नै मुलुकको विकास गर्ने हो भने यो मुलुक 5 वर्षभित्रमा सम्पन्न बन्न सक्छ। मलाई विश्वले भन्दै हुनुहुन्थ्यो मञ्चमा, दाइ तपाईँले गरेको कुरा, तपाईँ मन्त्री भएको भए यति धेरै गर्न सक्नुहुने थिएन भन्नुहुन्थ्यो। आज म भन्छु, मन्त्री भएको भए मैले यति धेरै काम गर्न सक्ने थिएन, कांग्रेसले गर्न सक्ने थिएन। त्यो हामीले गरेका छौँ। कसले छोडेको थियो गुल्मीमा विकास गर्नका निम्ति? अब हाम्रा सारा सडकहरू पिच बन्दैछन्। यहाँ हाम्रो अर्थमन्त्री धनेन्द्रजी हुनुहुन्छ, प्रदेश अर्थमन्त्री, हामीले उहाँलाई प्राप्त गरेका छौँ। म आज गर्वका साथ म भन्न चाहन्छु, दोस्रो विश्वयुद्धमा संसारका 13 जना व्यक्तिहरूलाई भिसी प्राप्त गरे बेलायती महारानीले दिन। त्यसपछि मेरो कर्णबहादुर राणा यही फक्सिमको हुनुहुन्थ्यो। त्यसकारण यो गर्व गर्न चाहन्छु मैले आज। त्यति मात्रै होइन, नेपालको कर्मचारी तन्त्रमा लोक सेवामा पहिलो दोस्रो यहीका हुन्छन्। भारतीय सेनामा गोर्खा, ब्रिटिस सेनामा गोर्खा, यहीकै जनताहरूले राखेका हुन्। त्यसकारण यहाँका व्यक्तिहरू हरेक क्षेत्रमा फर्स्ट हुन सक्छन्। यति कुरा मैले राख्न चाहे। बन्न सक्छन्। त्यसकारण मैले तसर्थ मैले साथीहरूलाई भने, हामी अब यो गुल्मीमा विश्वजी, गगनजी, म देशभरि भाषण गर्न लाग्ने। म भाषण गर्ने, ताली पिट्ने, सबै सुन्ने पनि, तर तल गएर डरेको गाडी बगाएको फोटो चिटिक्क राखिदिने। त्यसले मलाई यति एलर्जी लिएर आएको थियो। अब दौड्नु भने भर्खर जलेर निस्किएको छु, दौड्न पनि सक्दिनँ। जब म महासर्दी भइसकेपछि अब हामी डरेको फोटो, अब हामी 6 महिनाभित्रमा त्यो पुल सम्पन्न गर्छौँ। यो कुरा तपाईँहरूलाई राख्नु छ। बनाउन पर्ने हामीले, गर्न पर्ने हामीले, जनतालाई सुविधा दिन पर्ने हामीले, गाडी खान पर्ने हामीले, त्यो कदापि हुँदैन। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी साथीहरू हाम्रा साथमा नेपाली कांग्रेसका महामन्त्री देशभरिका कार्यकर्ता, हाम्रो प्रदेश सभापतिहरू हुनुहुन्छ। हामी
कांग्रेस छोडेर कार्यकर्ता कोही जान पर्दैन। यो पार्टी हामी बनाउँछौँ, यो मुलुक पनि हामी बनाउँछौँ, यो प्रतिबद्धता व्यक्त गर्छौँ। मलाई किन राख्न पर्यो? मलाई कसैले बाँच्छ भनेको थिएन। मलाई विश्वले अलि अर्धचेतन थिए। गगनजी मरिनु भएर यसो गरेको मैले सम्झिन्छु। विश्वले यहाँको सभापतिलाई देशभरि सबैलाई फोन गरेर यस्तो स्थितिबाट राति उहाँ दुख्नु भएको। म बाँच्छ भन्दा कसैले भनेको छैन। जब भगवानले मलाई पठाइहाल्यो भने मैले गलत काम किन गर्छु? म यी युवाहरूलाई साथमा लिएर यो मुलुक बनाउन लाग्छु। यति कुरा यसमा कुनै दुई मत छैन। तर हाम्रो जिम्मेवारी सबैलाई समेटेर पनि जानुपर्छ।